यदि तपाईँ पनि सफ्टवेयर डेभलपर बन्न चाहिरहनु भएको छ तर 2026 जसमा चाहिँ एआईको दुनियाँमा हो भने तपाईँलाई स्वागत छ। तपाईँलाई एआईले कहिले पनि रिप्लेस गर्न सक्दैन। यदि तपाईँ खतरा नै हुनुभयो भने अब खतरा कसरी हुने भन्ने कुरा चाहिँ यु हेभ टु स्टार्ट फ्रम बेसिक्स। तपाईँले भाइब कोड मात्र गरेर मेरो यताको उता सार्दै यताको उता सार्दै माथिको कन्टेन्ट तल सार्दै मुनिको कन्टेन्ट तल सार्दै यसको रङ चेन्ज गर्दै यसको उ गर्दै भनेर मात्र पनि हुँदैन। यु गट लर्न कसरी भइरहेछ, बिहाइन्ड द सिन कसरी काम भइरहेछ हो त्यो सिक्नको लागि तपाईँ यदि कम्प्लिट इफ यु आर एब्सोल्युट बिगिनर है त्यो हो भने चाहिँ तपाईँले के गर्ने HTML-बाट सुरु गर्ने। HTML भनेको के हो त भन्दाखेरि वेबसाइटमा जति पनि कुराहरू हुन्छन् नि त्यो सबै कुराको एउटा स्ट्रक्चर हो कि इट्स लाइक योर बोन। तपाईँको बोन छ, बोनमाथि छाला छ, छालामाथि अर्को दिमाग छ, दिमागले तपाईँको काम गरिरहेछ है। त्यही सिम्पल त्यही हो। द्याट सेम एनालोजी भनेको हाम्रो वेबसाइट डेभलपमेन्टमा युज हुन्छ। तपाईँले HTML सिक्ने, HTML-मा सिम्पल कुराहरू सिक्ने, सुरुमा धेरै केही नै सिक्नु पर्दैन। जस्तै एलिमेन्ट्सहरू के भनेको के हो, जस्तै तपाईँको हेडरमा के बस्छ, मेन बडीमा के बस्ने हो, त्यसपछि फुटरमा के हुन्छ, यति कुरा सिकिसकेपछि सिम्पल प्याराग्राफ एलिमेन्टहरू सिक्ने, इमेज एलिमेन्टहरूले कसरी काम गर्छ, एङ्कर एलिमेन्टले कसरी काम गर्छ, कसरी बाहिरको अर्को वेबसाइट अथवा लिङ्कलाई आफ्नो वेबसाइटमा एम्बेड गर्ने, यस्तो सिम्पल कुराहरू सिक्दै गइसकेपछि तपाईँले के गर्ने CSS सिक्ने, जसले चाहिँ तपाईँको छालाको जस्तै काम गर्छ। कति हेन्सम छु म हेर्नु त है। यस्तै तरिकाले तपाईँको वेबसाइटको स्ट्रक्चरलाई चाहिँ CSS-ले के गर्छ राम्रो बनाइदिन्छ। CSS-मा पनि धेरै भ्यास्ट केही सिकिराख्नु पर्दैन। सानोतिनो जस्तै तपाईँले अहिले सुरुमा के गर्ने त भन्दा तपाईँले जुन प्याराग्राफ राख्नुभयो तपाईँको वेबसाइटमा त्यसको रङ कसरी चेन्ज गर्ने है, कलर कसरी चेन्ज गर्ने, ब्याकग्राउन्ड कलर कसरी चेन्ज गर्ने, बिस्तारै त्यसलाई पोजिसन कता राख्ने, त्यसको पोजिसनिङ कता हो, अनि अरू एलिमेन्ट्स राखेपछि त्यसको एलिमेन्टको त्यो एलिमेन्टले कसरी बिहेभ गर्छ भन्ने कुराहरू CSS-ले थोरै डिटर्माइन गर्छ। अब यति दुईवटा कुरा सिकिसकेपछि तपाईँले इन्टरनेटभरि खोज्नुहोस्, हेर्नुहोस् पर्सनल पोर्टफोलियो वेबसाइट कसरी बनाउने भनेर, अनि एक दुईवटा प्रोजेक्टहरू बनाउनुहोस्। सानो कुराहरू HTML र CSS-बाटै हुन्छ है। धेरै अहिले जाभास्क्रिप्टमा जानु म भन्दिनँ। अनि जब तपाईँ HTML CSS-मा अलिकति पोख्त हुनुहुन्छ होइन, इफ यु अलिकति हुन्छ नि त भित्रबाट ल म चाहिँ अब खत्रै डिजाइनर हुन्छु जस्तो लाग्यो है, खत्रै डेभलपर हुन्छु जस्तो लाग्यो भने तपाईँले त्यस पछाडि गर्ने कुरा भनेको जाभास्क्रिप्ट सिक्ने। किनकि जाभास्क्रिप्ट सिक्नु भएन भने तपाईँको वेबसाइटमा इन्टरएक्टिभिटी डाइनामिक कुराहरू आउँदैन। भनेको तपाईँले जस्तै एउटा बटन क्लिक गर्नुहुन्छ है, HTML एलिमेन्ट एउटा बटन भनेको, जुन बटन क्लिक गर्दाखेरि के हुने त, मैले बनाइरहेको वेबसाइटमा मैले बटन क्लिक गरेँ भने त्यो बटनले के काम गर्छ भन्ने कुराहरू चाहिँ हाम्रो जाभास्क्रिप्टले डिटर्माइन गर्छ। क्लिक गर्दा के हुन्छ, डबल क्लिक गर्दा के हुन्छ, यस्ता कुराहरू सबै कुराहरू जाभास्क्रिप्टले डिफाइन गर्छ। एउटा लोजिक, एउटा इन्टायर प्रोग्रामिङ ल्याङ्ग्वेज जाभास्क्रिप्ट वेबमा मात्र सीमित छैन होइन, अरू कुराहरू पनि गर्न मिल्छ जाभास्क्रिप्टबाट। तर बेसिकली इट्स डिजाइन्ड फर वेबसाइट डेभलपमेन्ट मेनली, अनि वेबसाइटको लागि युज हुन्छ बेसिकली सबैभन्दा धेरै चाहिँ। अब तपाईँले HTML CSS जाभास्क्रिप्ट पनि सिकिसक्नुभयो। अब के गर्ने भन्दाखेरि क्वेसन आउन सक्छ, त्यसको लागि नेक्स्ट भिडियो हेर्नु होला। बाई, किप लर्निङ, किप ग्रोइङ, किप हसलिङ। थ्याङ्क यू।